Mana daerah mana lah? Mana? Army ini kan. Ini nomor dia sih. Itu baik-baik. Masa kena apaan? Hilang. खेल लगतै सञ्चालन हुँदै पुष्पाञ्जली युवा क्लबका वरिष्ठ भोगु खेलाडी धिलेन्द्र बुढाबाट नगद रु 3000 प्रदान गर्ने जानकारी गराउनु भएको छ। उहाँको लागि एकचोटि जोरदार साथ तालीले सम्मान गरिदिनुको लागि माग गर्न चाहन्छु। मेरा त म्याच होला। जितो हो नि गेम। 7 रन पराउनु जित्छ। उता 5 नम्बर 3 नम्बर दिने रहेछ। उताको 3 नम्बर र 5 नम्बर क्विकर खतरा रहेछ नि। दुई हाम्रो जुकाएर। पुनः खेल लगतै सञ्चालन सशक्त प्रहार बल घेराभन्दा बाहिर अङ्क मगर कन्स्ट्रक्सनलाई 1-0 अङ्क 1-0 यसपटक अङ्क जर्सी नम्बर 1 दिपेन्द्र बरालले आफ्नो पक्षमा ल्याउन सफल डिडिवाइसीलाई खाता खोल्यो 1 बराबर अङ्क 1 बराबर सशक्त प्रहार जर्सी नम्बर 3 85 मगर कन्स्ट्रक्सन सिरन खड्काबाट उत्कृष्ट प्रहारसँगै आफ्नो पल्टामा एक अङ्क 2-1 सशक्त प्रहार सशक्त प्रहार तर बल काट्न सकेन अङ्क डिडिवाइसी निगल पानीलाई अङ्क 2 बराबर एक सेट गेम मगर कन्स्ट्रक्सनले आफ्नो हात पारिसकेको छ र पनि यति बेला अङ्क मगर कन्स्ट्रक्सनलाई नै अङ्क 3-2 घुमाएर हानिदिन्छ के त्यसले घुमाएर हानिदिन्छ दोनै हिँड्छन् बाटो हजुर यता आनिस के यार बरा बसेर हुँदैन यहाँ आनिस के सशक्त प्रहार उत्तिकै करप्सन जर्सी नम्बर 5 विशेष मल्लबाट र राजकुमार पर्देलको संयुक्त ब्लक उत्कृष्ट अङ्क 4-2 अझबाट प्रयास मौका बन्न सक्छ पुनः डिडिवाइसी जर्सी नम्बर 9 सशक्त प्रहार सुरेन्द्र केसी आफ्नो पक्षमा एक अङ्क 3-4 दोस्रो सेटको अङ्क तालिका पावरफुल स्पाइक जर्सी नम्बर 4 प्रकाश सुनार टेक्ने पटक खेल जर्सी नम्बर 9 सुरेन्द्र केसीको अङ्क डिडिवाइसी निगल पानीलाई 5-7 पावरफुल स्पाइक जर्सी नम्बर 1 तर घेराबन्द बाहिर अङ्क तालिका डिडिवाइसी चकित पर्दैछन् अब यहाँ जर्सी नम्बर 1 विमल भण्डारी स्पाइक पावरफुल थियो तर अङ्कमा परिवर्तन हुन सकेन अङ्क तालिका 6-7 टेक्निक बना खेल झुक्कायो बल्ने खेलाडी जसको फाइदा मगर कन्स्ट्रक्सनलाई 8-6 अङ्क 8-6 पावरफुल स्पाइक जर्सी नम्बर 5 सुनील पुन सागर रसैली उत्कृष्ट स्पाइक सँगै अङ्क
7-8। उत्कृष्ट जर्सी नम्बर 5 ले करप्सन पार्यो जर्सी नम्बर 3 लाई। सागर र शैली अत्यन्त उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन्। अङ्क 8 बराबर। डिडिवाइसी को दोस्रो सेटको अङ्क तालिका। बल रिसिभ गर्न सकेन। अङ्क 9-8। अङ्क 9-8। सशक्त प्रहार। अङ्क 10 बराबर। अझमन प्रयास मौका पुनः राजकुमार पर्तिल टेक्निकपूर्ण खेल जर्सी नम्बर 2। निकै पट्टैपूर्ण खेल तर नेट टचको सङ्केत जसको फाइदा मगर कन्ट्रोसनले लियो। अङ्क 21 बराबर। यसपटक चुके जर्सी नम्बर 5। जर्सी नम्बर 1 डिडिवाइसी दिपेन्द्र बराल। अङ्क आफ्नो पक्षमा। अङ्क 22-21। सशक्त प्रहार जर्सी नम्बर 3 मगर कन्स्ट्रक्सन। अङ्क 22 बराबर। उत्कृष्ट फेरि पनि जर्सी नम्बर 1 बल्लकले रोक्न सकिरहेको छैन मगर कन्स्ट्रक्सन जसको फाइदा डिडिवाइसीलाई 23-22। अङ्क 23-22 एक अङ्कको अन्तर। प्रकाश सुनारको क्षेत्रार रिसिभ गर्न सकेन यसपटक। अङ्क 23 बराबर। मगर कन्स्ट्रक्सन 23 डिडिवाइसी 23। नेक्स्टको सङ्केत। अङ्क मगर कन्डिसनलाई सेट पोइन्ट 24-23। हेरौँ यो सेट पोइन्ट बन्छ भन्दैन। डिडिवाइसी रोक्न प्रयासमा छ। सशक्त प्रहार बल बचाउ खेल तर यहाँ फल जर्सी नम्बर 4बाट गल्ती हुन पुग्यो प्रकाश सुनार। यो अङ्क बराबरीमा 24 बराबर। अङ्क 24 बराबर। यसपटक चुकेनन् प्रकाश सुनार आफूलाई अब्बल साबित गर्दै सेट पोइन्ट 24 नभएर 25-24। 25-24। हेरौँ प्रदीप शेरचन बहरभित्र मौका बन्न सक्छ। सशक्त प्रहार घेराभन्दा बाहिर यहाँ कपिल नगर प्रकाश सुनार चुके। अङ्क 25 बराबर। बाबा यो प्रहार तर नम्बरमा परिवर्तन हुन सकेन। डिडिवाइसी रोकिरहेको छ। यसपटक पनि लगातार प्रकाश सुनार के गर्दैछन् यहाँ। यति बेला अङ्क सेट पोइन्टमा डिडिवाइसी 26-25। यति बेला भने विशेषले यो अङ्क रोके र 26 बराबर। मगर कन्डिसन 26 डिडिवाइसी 26।
बाहिरबाट दर्शक महानुभाव यो बललाई ग्राउन्ड भित्र नफाल्दिनु होला है। खेल चलिरहेको बेला डिस्टर्ब हुन सक्छ। वाउ सशक्त प्रहार उत्तिकै बचाउ। पावरफुल स्ट्राइक फेरि पनि बचाउ। विशेष मल्ल दकुरी उत्तिकै बचाउ फेरि मौका बन्न सक्छ। विशेष मल्ल यो पटक भने चुकेनन्। हामी देख्न सक्छौँ दर्शक महानुभाव अन्तिम अङ्क 27-26 मगर कन्डक्सन विशेष मल्ल तातिरहेका छन् यति बेला। उत्तिकै सशक्त पावरफुल स्पाइक। वाउ गेम गर भयो गेम भयो कि गेम गर सशक्त प्रहार जर्सी नम्बर 1 ले आफ्नो सेटमा एक अङ्क जोड्दै 26 का विरुद्ध 28 लिएर तेस्रो सेट पनि मगर कन्डक्सनले आफ्नो हात पारेको छ। अब हेरौँ कस्तो जित्छ अझै हेर्न बाँकी छ। सबैको खेल उत्तिकै दमदार छ। सभ्य भाषामा पक्कै पनि सुझाव सल्लाह प्रतिक्रिया चाहिँ दिन सक्नुहुनेछ। यस अपेक्षा हामीले पनि गरिरहेका छौँ र यति बेला पुनः तेस्रो सेटको खेल पुनः अगाडि बढ्दैछ। हेलो म बल खेल्ने ठाउँमा बाटोमा यो बोलेर भन्दा यो दुईटा बोलेर भन्दा पछाडिको कि अगाडिको सुरुवाती अङ्क ल्याउने प्रयास तर भन्ने अन्तरमा हात हल्लाटो ए वहाँ रहेछ। ल ल उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन् टिडिवाइसी का मनोज खर्ती लेब्रो। वाउ उत्कृष्ट स्पाइक जर्सी नम्बर 1 अङ्क मगर कन्डक्सनलाई अङ्क 1 बराबर। पावरफुल स्पाइक घेराभन्दा बाहिर अङ्क तालिका मगर कन्डक्सनलाई 2-1। प्रहार चालीमा जसको फाइदा मगर कन्डक्सनलाई अङ्क 3-1। पावरफुल स्पाइक जर्सी नम्बर 5 सागर र साइलीबाट अङ्क डिडिवाइसीलाई 2-3। बल उठ्न सकेन अङ्क मगर कन्डक्सनलाई 4-2। राजकुमार पर्देलबाट अङ्क मगर कन्डक्सनलाई 5-2। जर्सी नम्बर 4 रमेश विकको प्रहारसँगै अङ्क डिडिवाइसी निकल पानी यसलाई
अङ्क 3-5। जर्सी नम्बर 3 किरण खड्काको क्विक स्पाइकसँगै अङ्क मगर कन्स्ट्रक्सनलाई 6-3। स्पेटेड बल रिसिभ हुन सकेन अङ्क 7-3। मैले हात गरेर देख्यो उत्कृष्ट स्पाइकसँगै अङ्क डिडिवाइस निगलपानीलाई 4-7। त्यो पोखरी भन्न कहाँ इकै यारमा चाहिँ झक्कै काँची फ्याँक्ने गरे यता जर्सी नम्बर 5 विशेष मल्ल अङ्क 8-4। तिम्रो पहिलो सुरु आउने बेला गइथ्यो त माथि त फर्किथ्यौ नि त भनेको त यता फोटो खिच्नु तिर सशक्त प्रहार जर्सी नम्बर 9 सुरेन्द्र केसी डिडिवाइसलाई अङ्क 5-8। उता कुनातिर पानीको पोखरी भन्न कहाँ विशेष मल्ल ठकुरी अङ्क मगर कन्स्ट्रक्सनलाई 9-5। सिक्स बल काट्न सकेन अङ्क डिडिवाइस निगलपानीलाई 6-9। कुनाको पिङ्नाकै यारी हाती चालिस त यार यतै पावरफुल स्ट्राइक उत्तिकै ब्लक अङ्क डिडिवाइसलाई 7-9। टेक्निकपूर्ण खेल अङ्क 10-7 मगर कन्स्ट्रक्सन 10 डिडिवाइस 7। सशक्त जर्सी नम्बर 1 विमल भण्डारीबाट अङ्क मगर कन्स्ट्रक्सनलाई 11-7। 2025 5000 भनेको त गयो बच्यो भन न बच्यो यसचोटि बल जालीमा जसको फाइदा डिडिवाइस निगलपानी 8-11। सशक्त प्रहार अङ्क मगर कन्स्ट्रक्सनलाई 12-8। पावरफुल स्पाइक जर्सी नम्बर 5 सागर रसौली अङ्क डिडिवाइसीलाई 9-12। नेटा सुसङ्केत अङ्क मगर कन्स्ट्रक्सनलाई 13-9। डबल राजको सङ्केत अङ्क मगर कन्स्ट्रक्सनलाई 14-9 राखिदिनु होला।
पावरफुल स्पाइक जर्सी नम्बर 4 रमेश पिका अङ्क डिवाइसी निगल पाइनलाई 10-14। हजुर यो हेरेर जाम लाग्छ नाप्ने यो फाइनल खेल हेरेर जाने ऱ्याङ्कट किनेर भए नि कहाँ हुनुहुन्छ हामी यहाँ भालुबल हेर्न राखौँ भगवान रूपी दर्शक महानुभावहरू तपाईँहरूलाई हामी आग्रह गरिरहेका छौँ खेल सञ्चालन भइरहेको बेला ग्राउन्डमा बल नफ्याँकिदिनु हुनको लागि आग्रह गर्न चाहन्छु। पावरफुल स्पाइक अङ्क मगरकण्ठलाई 15-10। जालीमा अङ्क डिडिवाइसीलाई अङ्क 11-15। राजकुमार पर्तेलको प्रहार जालीमा जसको फाइदा डिडिवाइसी निगल पानीलाई अङ्क 12-15। पावरफुल स्पाइक जर्सी नम्बर 4 प्रकाश सुनार अङ्क 16-12। पावरफुल स्पाइक बल खेलाबाट बाहिर अङ्क मगर कन्स्ट्रक्सनलाई 17-12। अङ्क 17-12। अङ्क मगर कन्स्ट्रक्सनलाई 18-12। तेस्रो सेटको पुनः लगातार खेल सञ्चालन आएको छ। फाइनल खेलको तेस्रो सेट अन्डरग्राउन्ड खेल अङ्क तालिका मगर कन्स्ट्रक्सन 18 डिडिवाइसी 12। टेक्निकपूर्ण खेल जर्सी नम्बर 9 सुरेन्द्र केसी अङ्क डिडिवाइसीलाई 14-18। तेह्र 18 सरी उत्कृष्ट डिफेन्ड तर बचाउ गर्न सकेनन् पुनः समूहले जसको फाइदा मगर कन्स्ट्रक्सनलाई अङ्क 19-13। गेमै मजै भएन यार हैन मजै आएन यार अङ्क 14-19। योभन्दा पहिलाको बरु सशक्त प्रहार जर्सी नम्बर 9 डिडिवाइसीको पक्षमा अङ्क 15-19। सरसर उठ्न सकेन अङ्क 16-9 सरी 16-19। तेस्रो सेटको पहिलो टाइम आउट मगर कन्स्ट्रक्सनलाई।
अङ्क मगर कन्डक्सनलाई 23 सशक्त प्रहार जर्सी नम्बर 1 मगर कन्डक्सन अङ्क 21-16 अङ्क 21-16 नाम लाएन पावरफुल स्पाइक जर्सी नम्बर 5 यो अङ्क डिडिवाइसी निकल पाने उताको दुईटा मात्र भयो क्या हान्ने टचको सङ्केत अङ्क 22-17 अङ्क 23-17 अङ्क 23-17 परफॉर्मेंस 5 अङ्क डिडिवाइसीलाई 18-23 अङ्क 18-23 सर्भिस बल खेलाउँदा बाहिर अङ्क म्याच पोइन्ट 24-18 म्याच पोइन्टमा यति बेला मगर कन्स्ट्रक्सन प्रथम स्थान हासिल गर्नको लागि नजिक सशक्त प्रहार यति बेला सफल पनि मगर कन्स्ट्रक्सन 0 का विरुद्ध 3 आफ्नो हात पार्दै आदरणीय दर्शक महानुभाव ऐतिहासिक बहुचर्चित गङ्गर मेला 2083 को अवसरमा आयोजित खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता अन्तर्गत फाइनल खेलमा प्रवेश गर्नुभएको डिडिवाइसी निगलपानी ए र 85 मगर कन्स्ट्रक्सन निचखोला बेसको यो फाइनल खेल 0 का विरुद्ध 3 सेट आफ्नो हात पार्दै 85 मगर कन्स्ट्रक्सनले प्रथम स्थान हासिल गरेको घोषणा गर्छु। धन्यवाद।